हुने भएपछि त खेल त हुन्न त। अनि यो त तपाईँले कसरी कुरा गर्नुभयो भने तपाईँहरूले गराउनुहुन्छ भने ठिक छ, होइन भने ठिकै छ भन्ने टाइपले गराउँछ तपाईँहरूले त हो नि। यस्तो के हामीले प्लेयरको भविष्य हेर्ने अहिले आफ्नो दायित्व र सरकार तपाईँ चाहिँ प्लेयरको भविष्य गर्ने, हामी कर्णाली गरेर प्लेयरको कुरा नगर्ने कुरा चाहिँ यो सवालमा नउत्रिनु। हामी त पुरै तपाईँको कुरा नउत्रिनु, त्यस्तो त्यो कुरा नगर्नुहोस्। हामी त पर्सि टेन्डर खोल्दैछौँ, खोल्नुहोस् न, खोल्नुहोस्, तयारीमा लाग्नुहोस्, हामी सहयोगमा उपस्थित हुन्छौँ के हो यो कुरा भन्नु न। यो कुरामा तर अब तपाईँको अहिलेसम्मको सरकारी प्रक्रियाको आधारबाट त्यो खेलाउन त्यो बाटोबाट सम्भव म चाहिँ देख्दिनँ। गराउनु भयो भने हाम्रो तर्फबाट कुनै असहयोग हुँदैन त। जब बाटो नखेल्नेतिर छ अनि यहाँ खेल्ने छलफल चलाएर के काम छ र? बाटो नखेल्ने त्यतै छलफल गर्नु न, ती सदस्य बनिसक्नु पर्छ, त्यतै छलफल गर्नु न। हजुर मुख्यमन्त्री, म अलिकति कुरा गर्छु। मेरो नाम माधव चौधरी हो। चिन्छु हजुरलाई, भन्नै पर्दैन नि। हजुर एकछिन, म कर्णालीको बासिन्दा हो, यहाँको नागरिक हुँ। मलाई चाहिँ म अहिले सङ्घीय सरकारमा एउटा भूमिकामा छु, यो नागरिक सरकारमा मन्त्रीको भूमिकामा। हजुरले चाहिँ अघि भन्दै गर्दा यो 10औं राष्ट्रिय खेलकुद पोखराबाट 9औं भइसकेपछि कर्णालीमा आउँदैछ भन्दाखेरि कर्णालीमा हुनु जसले आयोजना गरे पनि त्यो एउटा आयोजक सहरको रूपमा, आयोजक प्रदेशको रूपमा चाहिँ हामी यो आयोजना हुने स्थलको रूपमा चाहिँ हामी स्वभावतः आयोजक नै हुन्छौँ। अघि हजुरले चाहिँ अरू प्रदेश सहभागी हुन्छु भन्दाखेरि नागरिकको रूपमा, म मन्त्रीको रूपमा होइन, नागरिक रूपमा चाहिँ असहमत हुन्छु। किनभने हाम्रो प्रदेशमा हुँदैछ कि यो प्रदेशको गौरवको कुरा हो भन्ने मलाई लाग्छ कि र त्यसलाई सार्थक पार्न, सफल पार्नको लागि सबै नागरिकको दायित्व हुन्छ। अनि नागरिकको तर्फबाट मुख्यमन्त्रीको रूपमा हजुर भएको भएर तपाईँको त उच्चतम दायित्व हुन्छ। त्यही भएर हजुरको कुनै पनि बोलीहरूमा यो हुँदैन, हुन सक्दैन, निरुत्साह हुने भन्ने कुरा चाहिँ मैले कम्तीमा अपेक्षा गर्दैन। तपाईँहरूले हामीलाई त तानेर लिएर गेम गराउनु पर्यो, यहाँनिर यो गर्नु। जब जो सरकारले चाहिँ गर्ने कुराको छाँडकाँड छैन, म जोडिएर के हुन्छ नि, धेरै डिबेट गर्दिनँ कि म अहिले। तपाईँ दुईजना सरकार पक्षबाट हुनुहुन्छ, अब हामी नागरिक पक्षबाट हामी गर्छौँ। अहिले सरकारसँग कुरा पछि अलग गर्नु प्रश्न गर्न पाइन्छ। हजुर नेपाल सरकार हो, जोडेर आएको होइन यो उहाँहरूलाई गर्ने मनै छैन सरकारहरूलाई। अनि दोष नै तपाईँको प्रणाली अलिकति यसमा चाहिँ के गर्नु गर्ने गरी आउनुहोस् न, सकिएको के सहयोग हुन्छ त भइसक्यो त, आउनुहोस्। उहाँसँग चाहिँ म कुरा गर्न चाहन्छु। तपाईँहरूले भन्नुभयो 10औं राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने भनेर, बडो उत्साहका साथ हामी कर्णालीका युवाहरू म मुगुबाट चाहिँ ओहो ल कर्णालीमा चाहिँ हुने भयो भन्नुभयो। हाम्रो कर्णाली प्रदेशमा जम्मा एउटा गौरवको आयोजना छ, प्रादेशिक गौरवको आयोजना लाजमर्दो। त्यही पनि हेर्नुहोस् त त्यो गौरवको आयोजना कस्तो छ। एक, तपाईँहरूले त्यसलाई अझैसम्म व्यवस्थित गर्न सक्नु भएको छैन। अनि मुख्यमन्त्रीले अघि भनिसक्नुभयो मेरो कमजोरी भन्न, अहिलेसम्म के राख्नु भएको छ? कमजोरी भनेर आइनदिनुहोस् न, किन त्यो पदमा बसिराख्नु भएको छ? एकछिन है, नतिजा देखिँदैन भने नेतृत्वको कमी हो, नतिजा देखिँदैन नेतृत्वको कमी हो। अर्को कुरा भनेको सदस्य सचिवको नियुक्ति, सदस्य सचिवको नियुक्ति 1 वर्षभन्दा बढी हो, होइन? अब यसरी हुँदैन, यसरी हुँदैन। हामी नागरिकको सरकार चाहन्छौँ, हामी नागरिकको सरकार चाहन्छौँ। यसरी जनतालाई चाहिँ धम्काउने,